नेपालदेखि दिल्ली, दिल्लीदेखि चेन्नई सेन्ट्रल एकदम सही सलामत पुगेँ। सही सलामत पुगेपछि एकदम राम्रो यो सिन देखेर मैले चाहिँ यसो आज यसलाई चाहिँ क्यामेरामा कैच गरौँ भनेर यो भिडियो बनाइदिएको। हजुरहरूको यो ठाउँलाई चाहिँ कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। त्यसपछि म भाइकोमा गएँ। भाइकोमा गइसकेपछि एकछिन म भाइको कामतिर पनि गएँ। काम गर्दा भाइको एकदम राम्रो काम रहेछ। कामसाम एकदम ठिकै थियो। त्यसपछि चाहिँ म त्यहाँबाट फर्केर रुममा आएँ। रुममा आएर नुहाइधुवाइ गरिसकेपछि फेरि दोस्रो दिन चाहिँ हामी चाहिँ दाइकोमातिर जाने भनेर हामी 3 भाइ चाहिँ यहाँबाट निस्क्यौँ दाइको रुममा जानको लागि। र 3 भाइ चाहिँ हामी निस्किँदै थियौँ। बाटोमा चाहिँ यसो यताउता हेर्दै जान लागेको। ल ठाउँहरू एकदम मन पऱ्यो चेन्नई सेन्ट्रलहरू भनेर गएर यसो भिडियो बनाइदिउँ भनेर बनाइदिएको। त्यसपछि हामी चाहिँ यतातिर हिँड्दै थियौँ बाटोमा। ओहो कति ठुलो बिल्डिङ हो के, ओ माई गड भन्दै थियौँ। र त्यसपछि हामी दाइकोमा पुग्यौँ। दाइकोमा पुगिसकेपछि चाहिँ आज चाहिँ हामीले चाहिँ यसो मासु खाइदिउँ त भनेर हामी चाहिँ दाइ म अनि बाबु चाहिँ हामी चाहिँ यसो मासु लिन गइदियौँ। मासु लिएर आइसकेपछि चाहिँ बाबुहरूले चाहिँ गर्मी भएको रहेछ, हिँड्दा हिँड्दै बाबुहरूले चाहिँ जुस खान्छु भनेर त्यसपछि बाबुहरूले चाहिँ दुईवटा बाबुहरूले चाहिँ यहाँ जुस पिउँदै हुनुहुन्छ। र बाबुहरूले जुस खाइसकेपछि चाहिँ टक्क हामीले मासुसासु भातसात सबै खाइसकेर दोस्रो दिन हामी फेरि आफ्नो रुमको लागि निस्क्यौँ। रुमको लागि निस्केर चाहिँ मेरो यहाँ कालु भाइ चाहिँ एकदम टिकटकको लभर रहेछ। टिकटक हेर्दै हेर्दै गएर रहेछ र उहाँको टिकटक आइडी पनि टिकटक आइडीलाई पनि फलो गरिदिनुहोस्। नबिर्सिनु होला उहाँ भाइले एकचोटि एउटा गानामा चाहिँ मोडल गरिसक्नु भएको छ। म डिस्क्रिप्सनमा राखिदिन्छु, उहाँलाई पनि सपोर्ट गरिदिनु होला। र त्यसपछि चाहिँ फेरि म चाहिँ हामीहरू चाहिँ रुमको लागि निस्किसकेपछि चाहिँ पुगिसकेपछि चाहिँ मैले चाहिँ अब चेन्नई सेन्ट्रल जान्छु र त्यहाँबाट म बेङ्गलोर जान्छु भने म चेन्नईको लागि त्यहाँबाट एक्लो यात्रा गर्दै निस्केर बाटोमा यसो 2-3वटा क्लिपहरू क्याप्चर गरौँ भनेर फाइनली केटा हो म चाहिँ हामी चाहिँ यो चेन्नई सेन्ट्रलमा पुग्यौँ। चेन्नई सेन्ट्रलको यो चाहिँ एकदम मन पऱ्यो मलाई। यो त्यसरी मैले यो निकालेँ। हजुरहरूलाई के कस्तो लाग्छ र कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। फाइनली त्यसपछि चाहिँ 1:35 मेरो ट्रेन थियो र म स्टेसनभित्र गएर मैले टिकट लिएर आफ्नो सिटमा बसिसकेँ। आफ्नो सिटमा बसिसकेपछि चाहिँ बेङ्गलोरको लागि चाहिँ अब चाहिँ ल बस्नुपर्छ अब सिटमा भनेर सिटमा बस्दाखेरि यहाँ सबै मान्छेहरू लोकल ट्रेन लाग्दो रहेछ। 7 घन्टा लाग्यो मलाई चाहिँ चेन्नईबाट बेङ्गलोर जानको लागि चाहिँ बसिसकेपछि चाहिँ त्यसपछि केही छैन हाम्रो ट्रेन चल्यो। ट्रेन चलिसकेपछि चाहिँ यसो सोच्दै थिएँ म त त्यहाँ त गर्मीले लास्ट आत्तिएँ। गर्मीले लास्टै आत्तिसकेपछि झ्यालबाट यसो कतै कतै हावा चल्छ कि भनेर यसो हेरेको, हावा पनि चलेन। गर्मीले लास्टै तनावै तनाव भएको थियो। र त्यसै गरी घरको पनि याद आइरहेको थियो मलाई। घरको याद आउँदा आउँदै बाटोमा भाइहरूलाई पनि सम्झिँदै हो मैले त भाइहरूलाई छोडेर आएँ, म त यति टाढा जान लागेको रहेछु भनेर एकछिन यसो म त टोलाएर बसेँ। टोलामा रहेर म बस्दा एकजना त ओहो अब त हामी त बेङ्गलोर पुग्न लागिसक्यौँ भन्छ। ल त यसो खोइ तपाईँ बेङ्गलोर पुग्न लाग्यो भनेर यसो हेर्न खोज्छु त बेङ्गलोर त कहाँ आउने। हेर्दा फाइनली केटा हो अनि हामी चाहिँ यहाँ चाहिँ बेङ्गलोरको यो मार्केटमा पुग्यौँ। मार्केटमा पुगिसकेपछि अहिले चाहिँ म यहाँ म्याजेस्टिक यो मार्केटमा सही सलामत छु। अहिले चाहिँ हामी चाहिँ यहाँ उत्रिसक्यौँ। उत्रेर तपाईँलाई आजको भिडियो मेरो के कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। मेरो च्यानललाई पनि सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। हजुरहरू सम्पूर्णको जय होस्। मेरो चाहिँ भए नहोस् भन्दै मेरो च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला। धन्यवाद। थ्याङ्क यू सो मच। मिस यु अल।